कुरा गर्दाखेरि चपाएर कुरा गर्नु हुँदैन क्या, क्लियर कुरा गर्नुस्। बढाउने भने कति बढाउने त, कति बढाउने? 10%? 20वटा सिलिन्डर? द्याट डजन्ट ह्याभ एनी सेन्स। त्योसँग मिनिङै छैन दोबर गर्नु। अब हामी किचन छिर्छौँ र व्यक्तिकोमा पनि सूचना लिएर चाहिँ सूचनाका आधारमा हामी छिर्छौँ र त्यहाँ आवश्यकभन्दा बढी चाहिँ ग्यास छ भने अब किचनमा नगएसम्म यो समस्या समाधान हुने देखिएन तपाईँको अहिलेसम्मको कुरा हेर्दाखेरि। त्यो भए हुनाले हाम्रो अनुगमन टोली चाहिँ अब भोलिदेखि 2-3 दिनको यो उसमा चाहिँ सहायक सरले एकचोटि गर्न पर्यो, हिसाबले त्यो तपाईँको टोलीलाई पनि गरिदिनुहोस्। एकदमै सम्झा उहाँलाई एकदम भद्रतापूर्वक विनम्रतापूर्वक निवेदन गरेर कसरी ग्यास चलाउनु भएको छ त, ग्यासको सेफ्टीको कुरा के हो लगायतका कुरा हेर्ने गरी हामी किचनमा छिर्छौँ। एउटा कुरा चाहिँ आज निर्णय त्यो हुन्छ। ड्युज क्लियर भएको छैन भन्ने नाममा डिलरमा ग्यास अहिले चाहिँ नरोक्नुहोस् है। बरु त्यस्तो छ भने पछि तपाईँको चाहिँ असुल उपर गर्न हामी सहयोग गर्छौँ। अहिले यो बेलामा चाहिँ प्लिज त्यो ड्यु बाँकी छ भन्ने नाममा यही हो बेला भनेर चाहिँ त्यो मौकाको फाइदा उठाउने गरी त्यो ग्यास उद्योगको साथीहरूले चाहिँ कमसेकम केही समयलाई चाहिँ नगर्नु होला। त्यो उठाउने जिम्मा दिनु पर्यो भने हामी पछि लिन्छौँ। जे बिग्छ त्यही बोल्छ सिडियो भनेर चाहिने नचाहिने कुरा लेख्नु भएको छ। यो चाहिँ बजाइदिनुहोस् तपाईँहरूले। महेश सापकोटाजीको स्ट्याटस हेरेँ मैले चुनौतीका हिसाबले बोलिरहेको कुरा हो बाबा। आम रूपमा बजारमा सबै ठाउँ पुग्न सकिएको छैन अलग कुरा, तर 6वटा क्याटेगोरीले ग्यास भएन भने आउनुहोस् भन्दा हामीले राति 10 बजेसम्म ग्यास त पुऱ्याएकै छौँ त, कनेक्ट हामीले गराएकै छौँ। जिल्ला प्रशासन कार्यालयको टोल फ्री नम्बर अथवा प्रमुख जिल्ला अधिकारीको नम्बरमा मेरो फोन नउठ्न सक्छ। जस्तो अहिले फोनमा तपाईँहरूसँग अहिले मिटिङमा बसिरहेको छु, अहिले फोन उठ्दैन, यो बिचमा फोन नउठेको होला। त्यस्तो अवस्था बाहेक हामीलाई सम्पर्क गर्ने मान्छेलाई मैले दावाका साथ भन्छु त्यो स्ट्याटस लेख्ने महेशजीलाई यति कुरा चाहिँ त्यही हालिदेऊ भाइ कि त्यो भनिदिए पनि हुन्छ। हामीले 100% जो हामीलाई सम्पर्क गर्नुभएको छ उहाँलाई हामीले निराश बनाएका छैनौँ। तपाईँहरूकै सम्पर्कमा तपाईँहरूकै समन्वयमा आएर हामीले चाहिँ त्यो ग्यासको चाहिँ उपभोक्ताको तहको ग्यास हामीले पुऱ्याएका छौँ। एकल महिला, ज्येष्ठ नागरिक, त्यसपछि गएर अपाङ्गता भएका व्यक्ति, होस्टलमा बस्ने विद्यार्थी, आश्रम र दीर्घ रोगी, यो 6वटा क्याटेगोरीलाई मैले फेरि पनि जोड दिएर भन्न चाहन्छु। उहाँहरूलाई ग्यासको कारणले गर्दा उहाँ चाहिँ समस्यामा हुनुहुन्छ भने हामीलाई भन्नुहोस्, लिन सक्नुहुन्छ, नजिकको डिलरसँग पुग्नुहोस्, नजिकको आफ्नो विक्रेतासँग सक्नुहुन्न हामीसँग सहयोग माग्नुभयो भने जस्तो अपाङ्गता भएका व्यक्तिलाई घरै पुर्याउन पनि हामी तयार छौँ। म प्रमुख जिल्ला अधिकारी बोलेको हो, मेरो जिम्मेवारी के हो, मैले बोलेपछि के गर्नुपर्छ भन्ने कुरा म सचेत छु। हावादारी तरिकाले बोलिरहेको छैन, यतिको प्लेटफर्ममा बाहिर गइरहेछ, साथीहरूले रेकर्ड गर्नुभएको छ। हामीले भनेका 6वटा क्याटेगोरीका साथीहरूलाई त्यो मध्ये पनि दीर्घ रोगी र अपाङ्गता भएका व्यक्तिहरूलाई घरमा चाहिँ ग्यास लिन कति समस्या छ भने तपाईँको सहयोग लिनु पर्ला, अथवा हाम्रो सुरक्षाकर्मी जानु होला, जिल्ला प्रशासनकै टोली जाला, हामी घरमै पनि ग्यास पुर्याउँछौँ। तर कसैले पाउनु भएको छैन जिल्ला प्रशासन कार्यालयलाई यो 6वटा क्याटेगोरीको भने यो चाहिँ हाम्रो विनम्रतापूर्वक उहाँहरूलाई दाबी हो, वाहियात कुरा नलेखिदिनुहोस्। हामीले पुऱ्याएका छौँ, पुर्याउँछौँ। जिल्लाको प्रशासकीय प्रमुखले यति यो हिसाबको चाहिँ दावा गरिसकेपछि यहाँभन्दा बढी के बोल्नु पर्ला? एउटा कुरा